भाइ को हो कि ढकढक गर्ने? ए भाइ ओहो ए तपाईका दाइ आहान जानु स्वागत गर्नलाई। होइन यत्रो समयपछि दाइ आउनु भएको छ, कस्तो रिस गरेको हो? ए जानु न त फुलमाला लिएर भित्राउन जानु। किन? दियोरा सकिया है भाइ। भाइ ए भाइ दाइ कताबाट आज भाइको घरमा? हो यस्तै हो नि, अब गाउँघरमा फुर्सद हुँदैन। ए ल ल हिँड्न जाउँ, भित्र जाउँ। आउन आउनु दाइ। ल दाइ बस्नु, ल थाकेर आउनु भयो होला। ल बस्दै गर्नु ल, म पानी लिएर आउँछु। सहर बजारमा धेरै गर्मी पो रहेछ। दाइ लिनु पानी। अनि खोइ त छोराछोरी बुहारी देख्दैन त। छोराछोरी पढ्न गएको छन्, बुहारी यतै कतै भित्रतिर हो नि। ए तिमी कहाँ गयौ? यहाँ दाइ आउनु भएको थियो, यसो आउन बाहिर। अनि दाइ घरतिर सबैजना आरामै हुनुहुन्छ नि? सन्चै छ सबैजनालाई। आमालाई चाहिँ सन्चो नभएर हस्पिटल लिएर छु। के भएर त्यस्तो? आमा तल थाहा छँदैछ नि, मुटुको समस्या छ आमालाई। अलिकति धेरै नै खर्च लाग्छ भन्नु भनेको छ डाक्टरले। ल अनि मलाई एकचोटि नै खबर गर्नु भएन? अलिक धेरै नै खर्च लाग्ने भयो भनेर भन्नुभयो, त्यसैले म सल्लाह गर्न आएको दसँग। कुन मुखले पैसा माग्न आउनु भएको हो दाइ तपाईँ अहिले? किन बढी बोले हात? चुप लाग्नु तपाईँ। ऊ बेलामा अंश भाग लाउँदाखेरि त तपाईँको आमाले दाइले भाइ पढाएको छ, दुःख गरेको छ भनेर सबै जग्गा जमिन तपाईँको नाममा गरेको होइन? त्यही बेचेर उपचार गर्नु नि। अब बेच्न त खोज्या हो नि बुहारी, के गर्नु, गाउँघरको जग्गा भन्या बेला बिक्री हुँदैन। बिक्री नभएदेखि ब्याङ्क छ त, लोन दिइहाल्छ नि, जग्गा राख्ने, लोन निकाल्ने, उपचार गर्ने। होइन कति बोली बोलेको हो तिमी? दाइले त त्यतिखेरै भन्नुभएको थियो तेरो भाग लिई कान्छा भनेर, मैले नलिएको। अहिले बाना बनाउनु पर्दैन दाइलाई साँच्ची पल्टाउनको लागि। पैसा दिएको थापै भनेदेखि म त त्यो नराम्रो कोही पनि हुँदैन फेरि। अहिले भनिदिएको छु मैले। तँलाई आफ्नो भएको सम्पत्ति लिन बाबु भनेर भन्दाखेरि त्यतिखेर पर्दैन भनिस्? त्यस्तो होइन दाइ, खाइ नखाइ त्यति दुःख गरेर कमाएको पैसाले मलाई पढाउनु भयो, त्यत्रो गर्नुभयो। मेरो लागि सम्पत्ति नै त्यही हो दाइ। त्यसो भए म अहिले लागेँ है। अनि दाइ आमाको उपचार त म मिलाउला, तक्लिफ नगर। दाइ गइसक्नु भएको छ। दाइ सुन्नु न, यति पैसा छ, यति लिएर जानु, म पछि आउँछु। ल ल आइज है भाइ। हस्।